हरे कृष्ण भनिदेऊ न हरे कृष्ण एभ्रिवान अहिले चाहिँ हाम्रो यहाँ कसार बटार्ने बेला भएको छ यहाँ चाहिँ के छ सेलरोटी 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 कति धेरै मान्छे हुनुहुन्छ अब चाहिँ हामी मेहन्दी लाउन जाने हो के लाउन रे मेहन्दी लाउन जाने हो Oh my god wow हामी चाहिँ पहिला दिदीलाई चाहिँ यहाँ कसर बटार्न भनेर चाहिँ अनि हामी चाहिँ रेडी भएर चाहिँ हामी जान लागेथ्यौं मैले कसो गर्न पर्छ भिडियो बनाऊ है भिडियो ओके हेर्नु यता हेर्नु अब तिम्रो बिहा हो के तिमीले कसर बचाउने हो के खुर्सानी मात्र देखे तिम्रो कस्तो देखे हैन निकिता यता हेर हामीले चाहिँ यो तुलसी राखेर चाहिँ अफर गर्नको लागि मैले तुलसी टिपेको थिएँ अनि बल्ल तुलसी टिप्दैछु One eternity later. गएर चाहिँ हामीले सबै काम सिद्ध्याएर चाहिँ हामी मेकअप गर्न आएको थियौँ अनि मेकअप गरेर फर्किँदाखेरि यति राति परिसकेको थियो हाम्रो है मलाई नि थाहा छैन त A few moments later. हरे कृष्ण उ आउनु भयो अरे हामी समाताजी तर मैले चाहिँ देखेको छैन नगइरहेको छु कहाँ आउनु भएको छ मलाई थाहा छैन काम भएको रे हजुर भ्लग बनाएको के कस्तो लाग्यो त म त कता हराउँछ र अनि घर जान पनि बाटो फेरि टाइम नपुग्ने भने टेन्सन भयो ओके पार लाइन थियौँ हजुर डर होइन जङ्गली जङ्गल छ नि त म त मेन त यहाँ आएर ठाउँ अन्त्य जान्छु कि अनि फेरि फर्किने बेलामा कता जाने हो टाइमै हुन्न कि घर जाँदा कता चाहिँ फर्स्ट टाइम हो क्या कस्तो फिल भयो लागिरह भोलि के हो नि थाहा होइन जाम अब म गएर भेट्छु ल बाई छैन हेर्नु त माताजी हेर्नु न यहाँ सेवा यहाँ पनि यहाँ पनि नङमा पनि उसमा पनि कस्तो फिल भयो निकिता टाउको दुखेछ मालिस गर्दैछ राम्रो फिल हुन्छ यता पनि न्यू ब्लगर इन द टाउन यहाँ चाहिँ अलरेडी ब्लगर हो स्नेही सर मलाई त्यो मेरो नाम रमा मलाई त्यो दुईटै मन पर्छ के रमा भन्दा स्नेह यहाँ आउनुहोस् राम्रो राम्रो बन्नु यस्तै राम्रो बनाइदिनुहुन्छ यस्तै राम्रो हुनुहुन्छ मान्छेले यस्तै राम्रो बनाइदिनुहुन्छ हामीहरू चाहिँ चाँडो चाँडो मेकअप र हल्दीको लागि चाहिँ मेहन्दी सिद्धाएर चाहिँ हामी छिटो छिटो घर गएको थियौँ अनि घरबाट पनि कल आएको थियो धेरै नै त्यही भएर चाहिँ हल्दी भएको बेला चाहिँ मैले रेकर्ड गर्ने बिर्सेँ चाहिँ त्यही भएर छोटो छोटो क्लिप्सहरू मात्रै छ लामो क्लिप्सहरू चाहिँ मसँग छैन मैले ब्लगिङ गर्न नै बिर्सेँ